के तपाईलाई कहिले यस्तो हुन्छ बिहान हामी खतरनाक सपना देखेका हुन्छौँ तर 5 मिनेटमै हाम्रो 90% सपना सबै गायब हुन्छ। आखिर हाम्रो दिमागले हामीसँग यस्तो गेम किन खेलेको हुन्छ? आउनुहोस् जानौं यसका वैज्ञानिक कारण। सपना हामी REM स्लिपमा देख्छौं। हेर्नुहोस्, सपना देख्दा हाम्रो दिमाग एक्टिभ त हुन्छ तर मेमोरी सेभ गर्ने हिप्पोक्याम्पस चाहिँ रेस्ट मोडमा हुन्छ। त्यसैले डेटा सेभ हुँदैन। हाम्रो दिमागले सपनालाई युजलेस डाटा मान्छ। सपनाहरू धेरै जस्तो लोजिकल र अजीब हुन्छ। त्यसैले हाम्रो ब्रेनले सपनालाई काम लाग्दैनन् भन्दै सर्ट टर्म मेमोरीबाटै डिलिट हानिदिन्छ। अनि अन्तिम कुरा सुन्नुहोस्, यदि तपाई बिस्तारै होइन अलार्म बजेर झट्ट उठ्नुभयो वा उठ्ने बित्तिकै मोबाइल चलाउन थाल्नुभयो भने गेम ओभर। दिमागको ध्यान मोडिन्छ र सपना धुमधाल हुन्छ। विश्वास लाग्दैन भने एकचोटि आफै सोच्नुहोस् त, के तपाईले आज देखेको सपना याद छ? कमेन्टमा लेख्नुहोस्।